हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ है र आज भने नानीको चेकअप चेकअप भन्दा पनि रेगुलर उयो थियो 18 मन्थ हेलो 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 सो 18 मन्थ्सको चाहिँ आज थियो नि त अन्त के भिटामिनहरू दिने रहेछ अन्त त्यो हाइट वेट चेक गर्ने सो चेक गरिसकेर हामी चाहिँ यहाँनिर शीतलमा बसेर मोमोहरू खाइँदै मोमोहरू खाइँदैछ है त मोमो सक्यो पनि सक्यो यहाँनिर शीत हेलो 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 सो गाइस हामी चाहिँ तल एकछिन तल जान्छु भाइको केही काम छ अरे त्यहाँनिर यस्तो घाम लागिरहेछ बाहिर चाहिँ नानीहरूबाट पनि लिएर खानासाना खाएर अब चाहिँ हामी जाँदैछौँ यता घाम यस्तो लागिरहेछ पानी पनि पर्छ घाम पनि पर्छ लाग्छ बेलुका चाहिँ अहिले भरे नि पानी पर्छ साथी भयो हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भने बाबा साथीहरू जाँदैछौँ घाम घाम सो गाइस हामी चाहिँ आज तलतिर जाँदैछौँ भाइ चाहिँ ट्याक्सीलाई सोध्दैछ बाबा साथीहरू गइँदैछ है त के काम परेर साथीभाइहरू है घाम यस्तो रहेछ ट्याक्सीको रेट कति हो बुझिँदैछ साथीभाइहरू रेट ट्याक्सीको रेट कति हो पनि हामी चाहिँ लाग्यौँ बाबा साथीहरू लाग्यो साथीभाइहरू बाबा यस्तो घाम लागिरहेछ ट्याक्सीमा चढेर जाँदैछौँ हामी चाहिँ साथीभाइहरू यस्तो घाम लागिरहेछ है घाम चाहिँ थिम्पूमा साथीभाइहरूबाट आएर चाहिँ फेरि यता काम छ मेरो चाहिँ एक्स्ट्रा के भन्छ पार्ट टाइम जब गर्नुपर्ने हुन्छ है त त्यही भएर चाहिँ छिटो गएर यता फेरि टाइम 4 देखि त्यस्तो छ साथीभाइहरू चाहिँ जाँदैछौँ ट्याक्सीमा चढेर गाइस ट्याक्सीमा ओके पुग्यो साथीहरू पुग्यो डिजिबिसी अफिस यहाँनिर सो गाइस हामी चाहिँ फर्क्यो तल अलिकति काम थियो पर्सनल कामहरू सो सकेर चाहिँ फर्किँदैछ साथीभाइहरू ल है साथीभाइहरू थिम्पू टाउन थिम्पू सो गाइस म चाहिँ फेरि मेरो काम गर्ने जग्गामा आइपुगिसकेको छु यता तलबाट यस्तो घुम्दै यता आइपुगिसकेको छु है मेरो यहाँ काम गर्ने रेगुलर पार्ट टाइम जब काम गर्नेमा सो लेट्स सी आजको दिन यस्तै भयो घाम लागिरहेछ चटक्कै अब चाहिँ म लागेँ त मेरो कामतिर टाइम पनि भयो साथीभाइहरू है ओके